अब ब्लग स्टार्ट भयो। अब आज नेसनल डेको दिनमा हामी चाहिँ छुट्टीमा हो। भोलि नेसनल डेको छुट्टीमा हामी चाहिँ अब घुम्न लाग्यौँ रमालगारी। अब अरूतिर बजारतिर जाउँ भने धेरै टाढा छ, त्यही भएर अब हामी यहीँ रमालगारी यस्तो उस्तो के भेटिन्छ ब्लगमा समेटेर देखाउने छौँ। सबैजनाले हेरिदिनु होला, लाइक गरिदिनु होला, मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। धन्यवाद। अब हाम्रो राजभक्त सर पनि हुनुहुन्छ सँगै, हामी दुईजना मात्रै हो। जुनै छुट्टीहरूमा पनि हामी दुईजना नछुट्टिकन यसो छोटो छोटो ब्लग बनाउन निस्किन्छौँ बाटामा। यो चाहिँ हामीहरूको क्याम्प हो। धेरै टाढो त नजाने, यसो छेउछाउ दुबईमा कस्तो रहेछ रमालगारी भनेर हजुरहरूलाई पनि देखाउनको लागि हामी अब निस्क्यौँ। हाम्रो यात्रा अब धेरै टाढाको होइन, र तपाईँहरूले पनि हेरिदिनु होला, सपोर्ट गरिदिनु होला सबैजनाले। अहिले यहाँ छोटो छोटो ब्लग बनाउने हो, लामो होइन। अब अगाडि गएर देखाउँछौँ कस्तो छ भनेर है। यो हामीहरूको क्याम्पको छेउछाउ एरिया हो। यहाँ पार्किङ एरिया यस्तो छ पार्किङ। यहाँबाट एउटा अर्को एनएफपिसी भन्ने कम्पनी पनि छ। हामीहरूको कम्पनी चाहिँ सिधा पर देखेको एनसिसी लेखेको हो। यहाँ पुरा बस पार्किङ जस्तै बस पार्किङ पनि छ। यो सबै कम्पनीका गाडीहरू आज छुट्टीको दिन त्यही भएर रोकेर राखेको हो। अब ड्युटी जाने हुँदाखेरि लिएर जान्छ, आउँदा लिएर आउँछ। यहाँ पार्क गरेको हो। यो चाहिँ बस पार्क होइन, फेरि बस पार्क जस्तै लाग्छ, सानो सानो क्याम्पको बस्ने ठाउँको बस पार्किङ हो। हावा पनि सही चलेको छ आज, शीतल छ मौसम पनि। अब यो चाहिँ अब हामी हिँड्दै जाने हो। अनि त्यहाँदेखि अलि पर गएर हेर्ने हो, ठाउँहरू देखाउने हो कस्तो छ। सबैजनाले हेरिदिनु होला, हेरेर अनि लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। अलि यो चाहिँ हामी अब रुमदेखि निस्केर अलि पर बाटोमा हो। बाटो चाहिँ सिधा बाटो। हामी चाहिँ अब सिधै जाँदैछौँ। अगाडि राजभक्त सर पनि हुनुहुन्छ, अनि उहाँले पनि ब्लग बनाउँदै हुनुहुन्छ र मैले पनि बनाएको। यो चाहिँ हामीहरूको रुमदेखि अलिक पत्रपट्टि हो। यस्तो छ, अलिक पर कम्पनीहरू छन् होइन। अनि गाडीहरू पनि कुद्दैछन्। यता चाहिँ धेरै कम्पनीका गाडीहरू कुद्छन्। पर अलिक टाढा जाँदाखेरि फ्याक्ट्रीहरू ठुल्ठुला छन्। अब हामी धेरै टाढा जाँदैन, त्यहाँदेखि अलिक पर मात्रै हो। धेरै टाढा हिँडेर जान गाह्रै हुन्छ, त्यही भएर अलिक नजिक चाहिँ हामीले देखाउने कोसिस गरेको हो। यस्तै छ। मार्केटहरू केही छैन, सबै यो फ्याक्ट्रीहरू मात्रै हो कि यताउँदि चाहिँ। अनि त्यही चाहिँ हामी दुईजनाले गरेर यसो कभर गरेर देखाउने कोसिस गरेको मात्रै हो। हेरिदिनु होला सबैजनाले होइन। अनि भन्नु होला के कस्तो लाग्यो अनि कस्तो छ। अनि अझै भिडियोहरू राम्रो बनाएर हाल्नेछौँ। मन पर्यो भने कमेन्ट पनि गरिदिनु होला। यो पर देखेको चाहिँ अर्को एउटा कम्पनी हो। अनि यस्तो छ कि पुरा यता पनि कम्पनी छन्, उता बाटो उता पनि सबै कम्पनी। यो चाहिँ कम्पनी एरिया मात्रै हो, सिटी होइन। यो चाहिँ सबै फ्याक्ट्री एरिया हो। ठुल्ठुला कम्पनीहरू छन्। हेर्ने ठाउँ त केही पनि छैन, भए पनि यस्तो छ भनेर देखाउनलाई मात्रै हिँडेको हो।
अब अहिलेको लागि चाहिँ यति नै हो यो एपिसोडमा चाहिँ। अब अर्को एपिसोड पनि लिएर आउँछौँ। धेरै लामो छ। सबैजनाले हेरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गर्नु होला, सब्सक्राइब गर्न नबिर्सिनु होला। धन्यवाद। अर्को भिडियोमा